बिछाउनुपर्छ। पन्साउनु पर्छ होला हौ। बिचैमा चाहिँ कट गरेर यो बिचमा त भोलि सिङ्गलाई पो यिनीहरूलाई बेलुका बगाएको छ, यिनीहरूलाई खानु लाग्नु खसिहाल्छ। सिङ्गलै झर्छ लड्नु पर्दैन। यस्तोमा कसरी बाइकमा पनि हिँड्नु क्या, यता र उता बटाइदिन्छ नि एक्लै त बटाइदिन्छ। सबै खराब छ। अब पानी उतै माथिबाटै आउँदै 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 कति टाइम लाग्छ झर्न हेर्नु। कृपा सरलाई होइन भूपेन सर, यो बाटो हिँडाइदिनु होइन, तिमी आज जिन्दगीमा गाडी चढ्नु। पहिलो पनि नेटवर्क गएको छ यार, जानु मन ठाउँमा हेर्नु न। त्यो बुढीले हाइवा चलाउँदा डराउनु होइन त्यो मान्छे। बुढी कहाँ आउँछ, एकचोटि आएको बेला फेरि आएकै छैन, त्यसपछि एकचोटि मात्रै आएको छ। अझै छ उकालो निस्किनुलाई चाहिँ उकालो निस्किनु मुस्किलै आएको छ। के ढुङ्गा पठाउनु के गर्दा त्यो होइन, तपाईँ पनि जानुभएको थियो अनि त किन कन्सर्न यो त फाड्नु पर्यो। त्यो फाड्नु पर्दैन, ठिकै छ त्यो। त्यो रुख ठिकै छ, रुखले रोकिएछ यार। रुखले के गरिदिनु भयो दाइ, भयो भयो त्यो भित्रको ढुङ्गा पनि पर्दैन। पर्दैन दाइ, त्यो पर्दैन पर्दैन बनाइनु नि भनेर भन्ने थियो भने। 4वटा बाइक छ।